एकैछिन साथीहरू रिपोर्टिङ गर्दै समाचार खोज्दै कर्णाली आएको थिएँ। समाचार बोलेर समाचार बोकेर होइन, एउटा अस्पताल दिएर जाने अवसर मैले पाएको थिएँ कालीकोटमा। त्यहाँबाट जोडिएको यो नाता आजसम्म बलियो बनेको छ। त्यही नाताको आधारमा अलिकति हक लगाएर भन्छु, कर्णालीबाट बाचापत्र सार्वजनिक गर्नुको पछाडि अर्थ छ, अर्थात् पछाडि पारिएको कर्णालीलाई अब पछाडि पार्न नदिने बाचा आजको बाचापत्र सार्वजनिक गर्नुको एउटा प्रमुख कडी हो। र हामीले भनेका छौँ, बाचा जसले गर्ने हो त्यसले पुरा गर्ने हो। बाचा पुरा गर्न सकेन भने बाचा गर्नेले सजाय भोग्ने हो। त्यसकारणले नागरिकसँग करार गरेर आएका छौँ, सानसुने कुरा गरेर आएका होइनौँ हामी। यहाँ साथीहरूले केही प्रश्नहरू गर्नुभएको छ, ती गहन प्रश्नहरू छन्, तिनको जवाफ अन्य मञ्चहरूमा हामी अवश्य पनि दिनेछौँ। प्रदेशलाई ठिक ढङ्गले अगाडि बढाउने कुरा गरेका छौँ हामीले। प्रदेश संरचनामा हामीले प्रश्न गरेको, प्रदेशलाई नेताको पार्किङ लट बनाउने होइन, काम गर्न सक्ने बनाउने हो, बेढङ्गको होइन ढङ्गको बनाउने हो। प्रदेशको यो संरचनामा प्रश्न गरिएको, रेट्रोफिट गर्नुपर्छ भनिएको हो, सुधार गर्नुपर्छ भनिएको हो। अन्य मञ्चहरूमा हामी अवश्य पनि भन्नेछौँ। हस्, यति भन्दै आफ्नो भनाइहरू यहीँ भन्न खोजेको छोटो, हुन गएको लामो मन्तव्य यही टुङ्ग्याउँछु। सबको जय होस्, जय देश, जय कर्णाली, जय घन्टी। देशमा अझै पनि भोकमरी छ। अझै पनि 4 वर्ष मुनिका बालबालिकाहरूको मृत्युदर एकदमै बढ्दो छ। महिलाहरूको, आमाहरूको मृत्युदर बढ्दो छ। त्यो कर्णालीमा छ। र त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्। अहिलेसम्म कोही आएको छैन। त्यो बुझ्ने नेताहरू बन्न चाहन्छ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू। यहाँको पर्यटन, यहाँको सम्भावना, यहाँको कृषि, यहाँको खेतीपाती, यहाँको आय आर्जन सबै वृद्धि गर्न पाऊँ, तपाईँहरूको आशीर्वाद लिन पाऊँ। र तपाईँहरूको अस्ति मैले फेसबुकमा लेखे जस्तै, अब कर्णालीका सुइना हाममा सुइना भने जस्तै तपाईँहरूको त्यो सपना बोकेर जान पाऊँ। र त्यो सपना बोक्ने सुरुवात आज हामीले बाचापत्रबाट गरेको छौँ, कर्णालीबाट घोषणा गरेको छौँ। आज उपरान्तबाट त्यो सबै तपाईँका सपना हाम्रा सपना हुनेछन्। ती सपना बोकेर यहाँबाट जान पाऊँ। धेरै धेरै धन्यवाद। नमस्कार।